नमस्कार दर्शक महानुभावहरू, तपाईलाई स्वागत छ थर्ड एम्पायर युट्युब च्यानलमा, जहाँ नेपाली क्रिकेटको भविष्य लेखिन्छ। दर्शक महानुभावहरू, आजको भिडियोमा हामी कुरा गर्दैछौँ के नेपाल T20 वर्ल्ड कप 2026 मा पुग्न सक्छ त, अथवा छनौट प्रक्रिया के हो र हाम्रो टिमसँग के सम्भावना छ। यिनी विषयवस्तुलाई लिएर भिडियो बनाएका छौँ। भिडियो अन्तिमसम्म हेर्नुहोला। दर्शकबिन, भिडियोमा नयाँ हुनुहुन्छ भने भिडियोलाई लाइक, च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। दर्शकबिन, सबैभन्दा पहिले जानौं आईसीसी को योजना के हो। दर्शकबिन, T20 वर्ल्ड कप 2026 मा जम्मा 20 टिम सहभागी हुनेछन्। यसमा केही टिमहरू सिधै छनौट हुनेछन् जो र्याङ्कका आधारमा, र बाँकी केही टिमहरू रिजनल क्वालिफायर र ग्लोबल क्वालिफायर खेलेर आउनुपर्नेछ। दर्शकबिन, नेपालको यात्रा कस्तो हुन्छ? पहिले त नेपालले एसियन रिजनल क्वालिफायर खेल्नुपर्नेछ, जहाँ नेपालले यूएई, ओमान, कतार, बहराइन लगायतका टिमहरूसँग भिड्नुपर्छ। टप 1 या 2 टिम ग्लोबल क्वालिफायरमा जानेछन्। त्यसपछि दोस्रो स्टेज आउनेछ, जसमा ग्लोबल क्वालिफायरमा जहाँबाट उत्कृष्ट प्रदर्शन गर्ने 4-6 टिमहरू विश्वकपको टिकट पाउँछन्। यो चरण कठिन हुन्छ, तर नेपालले अघिल्लो संस्करणमा पनि चमत्कार देखाइसकेको छ। दर्शकबिन, आखिर नेपालसँग T20 वर्ल्ड कप 2016 खेल्ने सम्भावना के छ त? आउनुहोस् यसै विषयवस्तुमा पनि छलफल गरौं। नेपालमा दिपेन्द्र सिंह ऐरीको एक्सप्लोजिङ ब्याटिङ, सन्दीप लामिछानेको डेडली स्पिन्स, करण केसीको पावर फेस अनि युवा प्रतिभा गुलशन, कुशल मल्ल, रोहित पौडेल, यी सबै खेलाडीहरू मिलेर यदि कन्सिस्टेन्ट प्रदर्शन गरे त नेपाल वर्ल्ड कप 2026 मा पुग्न सक्छ, र त्यो दिन नेपाली क्रिकेट इतिहासको सबैभन्दा ठूलो दिन मानिनेछ। दर्शकबिन, अब तपाईलाई के लाग्छ? के नेपालले यो मौका गुमाउला त, या इतिहास रच्ला? तपाईको विचारमा के लाग्छ? कमेन्ट सेक्सनमा कमेन्ट गर्न पनि नबिर्सनुहोला। यो भिडियो मन परेमा लाइक गर्नुहोस्, सब्स्क्राइब गरेर नेपाली क्रिकेटलाई साथ दिनुहोस्, र घण्टी चिन्हमा थिची बेल आइकनलाई प्रेस गर्नुहोस्। जय नेपाल, जय